morning everyone. हामी चाहिँ अहिले बैरियामा आमा घरतिर अनि अहिले हामी यो चाहिँ हाम्रो नयाँ बैरिया घर यो चाहिँ अहिले किचन होइन टप लगाएर किचन चाहिँ रेनोभेट भएर यो सिलिङ राखेर टप डाइनिङ रुम होइन टक्क अहिले अलि अँध्यारो छ लाइट नहालेको कारण अनि अहिले यहाँ चाहिँ हाम्रो सबैजना अझ बैरियाको डन लुङ्गी डान्स छ अनि मम्मी चिया खाँदै हुनुहुन्छ सबै सम्झिनु त्यहाँ मेकअप गर्दै हुन्छ। अब हाम्रो यहाँ पछाडि हेर्नु पर्दाखेरि के छ ओ माई गड के हो यो थाइल्यान्ड के अरे चेन्नाई सिधै चेन्नाई हजुर यहाँ पुरै चेन्नाई यो कत्रो उता इमाडो आउनु मान्छे अनि हामी चाहिँ अब चाहिँ हामी टक्क लगाएर माथि जाँदैछौँ चाहिँ भ्यू छुट्टै छ है। अब त्यसपछि ओ माई गड यहाँ त खतरा खाँदा ल अब चाहिँ हामी माथि आइसकेको छौँ। ल हेर यो हो नि आधा त त्यो हाम्रो दिनेश मामाको घर। दिनेश मामा त को हो दिजो त दिनेश मामालाई अहिले भेट्न गइन्छ र हामी यहाँ क्या मजा यसको त एउटा स्न्याप बनाउनु पर्छ अहिले त्यसमा। त्यो भयो हाम्रो धर्मशाला बैरिया रहेन के हो एउटा यही एउटा ब्लड समिति यातायात सकियो अरू त केही छ। ओहो कृष्णहरूको घरै छैन यार पहिला त्यो घर देखेको थियो यस्तो खतरा अहिले त कृष्णहरूको घर पनि छैन। त्यो चाहिँ हाम्रो गाडी भइहाल्यो अनि नानीहरू त्यो माथि पारी बस्छन् होइन त्यो पारी त्यो त्यहाँ बस्छन् होइन अनि त्यसपछि अनि पर्खा लाग्छ होइन ल पर्खा लाग्छ भनेपछि दिनेश मामाले गाडी चाहिँ कहाँ राख्नुहुन्छ क्रेजी भएर अब यहाँ नानीहरूको घर यस्तो छ है रहेछ होइन लाजोको इन्ट्री यस्तो हजुर हानबार त सही देखाएको छ ड्रोन सट हाल्ला क्या ल अब हामी चाहिँ 4 नम्बर जाँदैछौँ तर यहाँ चाहिँ हेरौँ भ्यू हेर अब यहाँ त स्वाट कटे नि यहाँ त थाहै पाइन्न यहाँ त हाम्रो बैरिया गयो कि नै भनेर किनभने यस्तो छ पहिला कस्तो थियो अहिले कस्तो हो एकलाएर अब चाहिँ के त म फेरि 5 नम्बर पुग्यो 5 नम्बर होइन हामी अब अहिले चाहिँ हामी यो चाहिँ धर्मशाला भइहाल्यो होइन त्यो नाइरिसको घर भाडा बस्नु रहेछ त्यहाँ चाहिँ हाम्रो आजको यहाँ पछाडि चाहिँ हेलो अनि हामी चाहिँ अब खुब टाढा जाने भने त लास्टमा यहीँ ल्यायो नि तपाईँलाई नि यहाँ क्या हामी चाहिँ अहिले आजका हाम्रो नानी 4 नम्बर जितपुरमा हामी चाहिँ जितपुरमा छौँ आइरहेको छौँ होइन हामी 6 महिने एकदम राम्रो बनाएको छ ऊ त बाटो यहाँबाट नि त लुम्बिनी टक्क लाएर ऊ त्यहाँ भेनाजु जस्तो एउटा मान्छे रहेछ हेर सेम भेनाजु यार ओ सेम भेनाजु पारि त्यो गाडीपट्टि ठ्याक्कै पछाडिपट्टि कपडा त्यस्तै लाएर होला ओ होइन यार सेम छ त
अनि हामी अब चाहिँ अहिले लुकुरु टुकुरु हिँडिरहेका छौँ अनि बाणगङ्गा सपिङ सेन्टरमा हो हामी जानुपर्ने खासमा सपिङ सेन्टरमा जानुपर्ने हो त्यसपछि अनि यो चाहिँ बाणगङ्गाको गेट अब पारी जान्छौँ तपाईँ उ गर्दै गर्नु हामी उ त्यहाँ हुन्छौँ यो उयो सपिङ सेन्टरमा सबै सामानहरू ब्लग खोइ त पार्टीहरू खोइ के बोलाओ यार यसो हामी चाहिँ अहिले बाणगङ्गा सपिङ सेन्टरदेखि सानो एउटा सपिङ गरेर निस्किँदैछौँ त्यसपछि अब हामी क्याब लिनुपर्ने यार क्याब 4 नम्बर क्याब हराएको छ हाम्रो चाहिँ क्याब मिस्टिरियस वेमा हराएको छ कहाँ हराएको छ हाम्रो कसैलाई थाहा छैन पान चाहिँ लैजाउँ यहाँको बेस्ट हामी त पान भनेको गरेको थियो पान चाहिँ लैजाउँ खानु पऱ्यो नि त पान मलाई थाहा छ अलबेला थाहा छ इमाल मदिरा प्रसाद केरा यसरी हो हरिसाल केरा भनिदिरहेको काने लाँदा नहुन्छ त्यहाँबाट लाँदालाई नि यहाँ खानमा काम हुन्छ भन्छ आठो राख्ला आफै रोकिया आना आठो राख्दिन आठो काट्दिन यो होइन र त्यो पनि हाल्नु त्यो हाल्दैन फर्स्टमा राख्यो नि तिनमा ल्याइदियो बस्नु त्यहाँ बरु यो पर तान्ने गरेर गऱ्यो लाइट आइरहेको थियो बरु ए ट्रेडमिल यो होइन मलाई यो पर्दैन के भयो त बाबु आइज त बाबु आऊ आयुष जानु आउनु छिटो रेडी भएको जस्तो आऊ नर्मलमा गरेको भिडियो बनाइदिन्छु है मैले के हो मैले देखिन अरे भेनाजको मुख देखेको अनि त फोटो खिच्दै म भिडियो बनाइदिन्छु है गालो सानो धेरै घोकी नपर्नु नै टिका झर्छ राम्रोसित अलि राम्रो आशीर्वाद दिनुहोस् नातिनीलाई खोइ यो त केही पनि आएन सादा खै बाबु आयुष खोइ ए हो
पानी एकछिन नानी एकछिन पखाइ पानी पखाइ नकिसक्यो यसको लागि स्क्रिनमा टच गर्नु स्क्रिनमा भइरहेको खिच्नु न भयो ल हेर आएको चाहिँ भएन के डोक्नु ल त मम्मी हट्नु तपाईँ अब तपाईँ यसो हट्नु तपाईँ यसो हट्नु डोक्नु ल पेसाब ल पानी डोक्नु न नानी न ल सकिएला अब चाहिँ हामी जाँदै काइलोजीकोमा सबैजना पक्रेर रोक्न केटी क्या रोक चट्ट लाएर हामी चाहिँ अहिले चाहिँ हामी काइलोजीकोमा जाँदै हो होइन टक्क लाएर यी आस्के भास्के टक्क लाएर श्वेता दिदी टक्क लाएर ट्र्याक हामी चाहिँ अब के अरे कहाँ अरे काइलोजीकोमा बिस्तारै बिस्तारै आउँदैछौँ होइन टक्क लाएर होइन हाम्रो नानी के छ नानी यस्तो के हो मलाई अब सबले ढोक्न थाल्यो क्या मलाई सबैजना भेट भयो ल के छ भिड छ यहाँ भिड ल के छ बडी बिल्डर आस केही खेल्दैनस् फुटबल फुटबल बाटो हामी चाहिँ अब यहाँ नानी म आस्के अनि आस्का शुभम भाइजू अनि अजी च्याड बोय भेनाजु के रे केटी यसरी त हुन्न यो छैन नि त लाइट आयो कि ए निकालिदिन्छु ठिक छ मम्मी खोल्नु के हुन्न हुन्छ राम्रै आउँछ क्या ल यता टक्क यता दिदी न छिटो
बनाइदियो नि त्यस्तै अब यहाँ म यहाँ यो त चार छैन यो त एकजनाको झ्याप्प गर्ने नि अब चाहिँ हामी आइयो यता हजुर किन तलबाट चिच्चाको लौ गयो ल अब यहाँ चाहिँ हाम्रो वर्षा दिदी होइन अब दिदीले बनाउनु चाहिँ अहिले आफ्नो अनि यहाँ चाहिँ ओ माई गड हामी चाहिँ यहाँ माहौल जमाउँदै सबैजना मेरो फेरि दुईवटा रिलेसन पर्छ नि थाहा कि नै भर्खर थाहा पाउनु भयो मैले जे भने नि त यहाँ आउँदा चाहिँ माइजू भन्छु उता जाँदाखेरि चाहिँ निनी भन्छु अब यहाँ आउँदा के दुईवटा रिलेसन तब त भन्नुहुन्न उता मैले उताबाट भन्नु पऱ्यो नि त अनि भ्लगमै क्लियरिफिकेसन आइसक्यो यहाँ कम्प्युटरमा ल भिड छ ल खै तपाईँ आउनु तपाईँ जानु खै रोक्नै पहिला एकचोटि म सक्कु खिचिदिन्छु ए भिड यी खिचिरहेको क्या त यी ल रोकै सबैजना ल यता हेरौँ ल बाबु यता खै ओ खिचु जाऊ भित्र आऊ आऊ किन आऊ ओ मम्मीसँग जाऊ मम्मीसँग ल यता हेरौँ सबैले ल ओ ल कति राम्रो ल मामा अलि अलि ल यता ल आस्का भास्का ल खच्चाक रोक्नै मेरो हामी चाहिँ अहिले चक्का सङ्गीताहरू साधा हेरौँ नचिने नमी दिलले भाषी दिदी पनि देखाइदिनु नवमी दिदी हो कि नवमी के अहिलेसम्म हुनु पर्छ खिच्दै के दसैँ त यहाँ पो लाग्यो त हामीलाई बाबु नानी सर गरिदिनु सर हेलो अन्ना
त्यही गरेर